हेलो हेलो नमस्ते म चाहिँ आज बुड्डोवास बोनी बुड्डोको जन्मस्थल हो म लुम्बिनी घुम्न आएको छु। यसमा चाहिँ विशेष आजको भनेको बुद्ध जन्मको ठाउँ बुद्ध लुम्बिनी के रहेछ भनेर चाहिँ म फाइनली हेर्न आइसकेँ। आउँदै त्यहाँ एउटा अनौठोको कुरा के छ भन्ने पछाडि तपाईँहरूले बुझ्ने कुरा कहाँनिर के छ भन्दाखेरि यहाँनिर चाहिँ एउटा दियो बोलिरहेको छ। हावाहुरी पानी परे पनि यो बन्द नहुने रहेछ। यसमा चाहिँ मलाई अचम्म लाग्यो। त्यो दिन चाहिँ एकछिनपछि चाहिँ पानी पर्यो तर यो आगो चाहिँ नलिउने रहेछ। अनि फाइनली यहाँ देखिसकेपछि चाहिँ उता चाहिँ बोटिङ गर्ने ठाउँ रहेछ। बोटिङ गरिसकेपछि यो बोटिङ गर्ने ठाउँ रहेछ। बोटिङ गरिसकेपछि चाहिँ हामी टक्क 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 गर्मीको सँगसँगै अब यो हेरिरहेँ हेर्दा यो चाहिँ नलिप्दो रहेछ। रातो दिन अब कति वर्ष साल कतिको भइसक्यो। त्यसपछि ट्याक्कमा चाहिँ यहाँ त हेरिसकेपछि ट्याक्क म चाहिँ लागेँ उतातिर। अनि मेरो देव शमशेर मेरो भट्टीसँग म चाहिँ घुम्न गएको थियौँ। यो घुम्दै ट्याक्क तर हामी चाहिँ फेरि अब यो चाहिँ भयो प्रत्येक दिन डर भइसकेपछि यहाँबाट अब यो पोखरीहरूमा चाहिँ 5 फिटको रहेछ। यहाँको अनौठो के रहेछ भने टक्क यहाँ गइएपछि फुलहरू छ कडाङ फुलिरहेछ फुलहरू। यहाँनिर गइसकेपछि चाहिँ यो चाहिँ भित्र बुद्धको पिक्चरहरू हेर्न जानको लागि नेपालीहरूको विदेशीहरूको लागि चाहिँ नेपालीको लागि चाहिँ 20 रुपियाँ लाग्ने चाहिँ टिकट त्यहाँभित्र पस्नलाई, किनकि भगवान बुद्धको हेर्नलाई। अनि टक्क यहाँ चाहिँ त्यहाँ चाहिँ चेकिङ टिकट काट्ने रहेछ। टिकट काटिसकेपछि चाहिँ यहाँ चेकिङ हुँदो रहेछ। चेकिङ गर्ने क्रममा ट्याक्क उताबाट देव शमशेर आउँदैछ। त्यो देव शमशेर आइसकेपछि यहाँ जुत्ता चप्पल चाहिँ यता साइडमा राख्ने रहेछ। जुत्ता चप्पल साइडमा राखिसकेपछि अब भित्र चाहिँ इन्ट्री चेक पोस्ट रहेछ। भित्र चेक पोस्ट रहेछ। अनि त्यहाँ चेक भइसकेपछि फाइनली भित्र यसमा चाहिँ बुद्धको रहेछ। बुद्धको सायद भित्र हुँदो रहेछ। त्यो हेर्न गइसकेपछि हामी टक्क 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 अगाडि बढ्दै थियौँ। गर्मी त बढिरहेछ। त्यो गर्मी बढेको कारणले हामी चाहिँ भित्र साइड हेर्दै जाँदै थियौँ। भित्र अनि टक्क भित्र गइसकेपछि यहाँ चाहिँ दायाँ बायाँ चाहिँ यस्तो हरियाली ड्याङ्जर के दामी तरिकाले वाउ हेर पनि के यति दामी तर सुन्दर नगरी यो लुम्बिनी चाहिँ टक्क यताउता कति सरसफाइ डिप क्लिन टक्क यताउता हरियालीसँगै भित्र चाहिँ के रहेछ भन्दाखेरि यो भवनभित्र बुद्धको रहेछ। त्यहाँ बुद्धको जन्म त्यहीँ रहेछ। त्यही भएर चाहिँ हामी चाहिँ टक्क भित्र प्रवेश गर्दैछौँ। के रहेछ भनेको त होइन। भित्र टक्क भित्र प्रवेश गरे क्यामेरा छैन रहेछ। त्यसपछि हामी बाहिर निस्क्यौँ। फेरि उतापट्टि पोखरी रहेछ। पोखरीमा चाहिँ मामा भान्जा भान्जी काका काकी फ्यामिली नै रहेछ। यहाँ फेरि कछुवाको फ्यामिलीमा फेरि हामी हेर्दै रमाउँदै गर्दै थियौँ। टक्क एउटा फेरि चाइनिज आयो यहाँनिर। चाइनिजहरूले चाहिँ के हो भन्दै थियो। अब के थाहा